हाई एभ्रिवान, टेस्टाब्ली केक्स अफ हियर। म फेरि पनि केकको अर्को डिजाइन लिएर आइसकेकी छु। अनि यो चाहिँ म लेट पोस्ट गर्दैछु है। खासमा यो अर्डर चाहिँ 12 तारिकको नै रहेको थियो। अनि प्रायः जसो मेरो भिडियोहरू लेट पोस्ट नै हुने गर्छ है, किनभने भिडियो एडिट गर्नु, भोइस कभर गर्नु मेरो चाहिँ टाइम नै मिल्दैन नि त। सो त्यही भएर चाहिँ म जहिले फ्री हुन्छु तब नै एडिट गरेर पोस्ट गर्ने गर्छु है। अनि आज चाहिँ म बनाउनु गइरहेछु चर्चको इनोग्रेसन केक। अनि यो डिजाइन चाहिँ उहाँहरूलाई मैले एक दुईवटा इमेज सेन्ड गरेको थिएँ, जसमा चाहिँ उहाँहरूले चुज गरेर यो सेलेक्ट गर्नुभएको थियो। यो डिजाइन मन पराउनु भएको थियो। सो म बनाउनु गइरहेको छु 6 पाउन्डमा इनोग्रेसन केक डिजाइन गर्न गइरहेछु। अनि यो चाहिँ मैले मर्निङमा दिनुपर्ने थियो र मैले बेलुका नै फाइनल कुट गर्दैछु है। अनि अहिले चाहिँ टाइम भएको छ 8:50। अनि 8:50मा पनि म चाहिँ चिया पिउँदैछु है। अनि मैले चाहिँ सामानहरू ल्याएर अर्को रुममा राखेको थिएँ नि त, त्यसलाई मैले खोलेर मिलाएको नै थिइनँ। अनि भोलि चाहिने सामान चाहिँ मेरो यसमा आएको थियो। अनि मैले चाहिँ सोच्दै थिएँ यो दुईवटा बक्समा चाहिँ मैले यो जुन चाहिँ फर्स्ट बक्स खोल्दैछु त्यसमा नै होस्, किनभने फेरि अर्कोमा हो भने चाहिँ मलाई प्रब्लम हुन्छ दुईवटा कार्टुन खोल्नु, अब कहाँनिर छ भनेर हेर्नु भनेर सोच्दै थिएँ है। अनि हेर्दाखेरि चाहिँ धन्न फर्स्टकै कार्टुनमा चाहिँ मैले त्यो सामान पाएँ है। अनि मलाई ढुक्क लाग्यो। जो चाहिँ थियो प्लास्टिक रोज, मैले प्लास्टिक रोज मगाएको थिएँ नि त। अनि अर्को कार्टुनमा भएको भए चाहिँ मलाई प्रब्लम हुन्थ्यो दुईवटा कार्टुन खोल्नु, किनभने यो मर्निङमा दिनुपर्ने थियो र नै मैले नाइटमा नै आधी गर्नु थियो है। अनि यो चाहिँ नेक्स्ट मर्निङको भिडियो हो है। अनि मैले चाहिँ फाइनल कोटहरू गरेर रेडी गरेर आएको थिएँ। अनि अहिले चाहिँ तीनवटा टायरलाई एट्याच गरेर डिजाइन गर्नु मात्र रहेको थियो है। अनि अहिले चाहिँ मैले तीनवटा टायरलाई एट्याच गरेर अब डेकोरेसन मात्र बाँकी थियो है। अनि अहिले भने चाहिँ मेरो प्राय डिजाइनहरू पनि कम्प्लिट भइसकेको थियो। अनि अब यसमा चाहिँ रोज एड गर्न मात्र बाँकी थियो है, जो चाहिँ थियो पिङ्क एन्ड व्हाइट कलरमा। अनि उहाँहरूले चाहिँ मलाई केकमा लेख्ने कोटेसन पनि सेन्ड गर्नुभएको थियो नि त। अनि अहिले भने चाहिँ कोटेसन पनि लेखेर रेडी गरिसकेको छु। अनि आजको मेरो चर्चको इनोग्रेसन केकको फाइनल लुक चाहिँ यस्तो रहेको थियो। अनि यसमा कोटेसन लेखिएको थियो इनोग्रेसन डेडिकेसन एन्ड 25th इयर सेलिब्रेसन अफ मिनिस्ट्री भनेर लेखिएको थियो है। सो यो भिडियोको थ्रु चाहिँ फर्स्ट अफ अल चाहिँ म उहाँहरूलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु है। अनि थ्याङ्क यू भन्न चाहन्छु है, किनभने हरेक सेलिब्रेसनमा, फ्यामिली फङ्सनमा, चर्चको सेलिब्रेसनमा, क्रिसमसमा सधैँ टिस्टाले केक सपलाई सम्झिदिनुहुन्छ। सो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि आशा छ तपाईहरुलाई आजको भिडियो अनि केक डिजाइन राम्रो लाग्यो भने लाइक, कमेन्ट एन्ड शेयर नभुलिकन गरिदिनुहोस् होला। थ्याङ्क यू अल फर वाचिङ माई भिडियो। सी यू नेक्स्ट भिडियो। बाइ बाइ।